गुड मर्निङ गाइस। आज चाहिँ हामी यहाँनिर देवीको सेवा है, हाम्रो गाउँको यहाँ सिंह देवीको उयो छ अनि थान छ। अनि जोनिर म चाहिँ आज अलिकति गाउँमै सेवा गर्ने विचार छ अनि साफसफाइ गर्नुको लागि चाहिँ आउँदैछु। अनि खुसी पनि लागिरहेछ। हाम्रो मातापिता है, गुरु जे भने नि उहाँ नै हुनुहुन्छ। यहाँ चाहिँ चिताको कुरोहरू सबै कुरो पुग्छ, किनभने पुग्छ नै, जसले पनि हेर्ने कोर्नेले पनि त्यसै भन्नुहुन्छ। अनि पहिला म यहाँनिर आएर एकताल घरमा सुख शान्तिको लागि बलबिन्ती माग्न आउँदाखेरि चाहिँ धेरै परिवर्तन पनि भइ पनि रहेको छ है। अनि हुनु त देवीको थान मन मन्दिरतिर कुनै मतलबले नआउनु भन्छ, तर अब एउटा हुन्छ नि, आफूलाई कति कुरोको अशान्ति, कति कुरोको चिताको कुरोहरू नपुग्दाखेरि चाहिँ आउँछ भन्छ। अब त्यही कारणले ईश्वरले परीक्षा लिएको होला, लिएको पनि हुन्छ। अनि आज चाहिँ हामी यहाँ आउँदैछौँ है साथीहरू। अहिले चाहिँ मलाई सबै कुरो भरपूर्ण नै छ। सबैभन्दा ठुलो पैसै मात्रै हुनु भन्ने कुरो होइन नि त, शान्ति हो। अनि पहिलाको हेरेर चाहिँ मलाई धेरै परिवर्तन पनि भएको छ। अनि आज चाहिँ धेरै वर्ष पछाडि यहाँनिर सेवा गर्ने मौका पायौँ। अनि अब तपाईँलाई यहाँनिर स्थान देखाउँदैछु। यहाँनिर तपाईँहरू पनि आएर दर्शन गर्नु सक्नुहुन्छ है। तपाईँको कति कुरोहरू, चिताको कुरो, कति कुरो अपुराहरू भएको छ भने तपाईँहरू यहाँनिर आएर दर्शनहरू गर्नुहुन्छ। यहाँ चाहिँ छाती हुनुहुन्छ अरे उहाँ चाहिँ। अनि आज चाहिँ हामी यहाँ वरिपरि साफसफाइ गर्नुको लागि आएको, तर यहाँ मसिनो केटाहरूले, नानीहरूले त गरेको रहेछ। अनि म चाहिँ भित्र पाठ पूजा गर्नु हुँदैन 1 वर्षसम्म, र पनि म साफसफाइ चाहिँ गर्छु है साथीहरू। घरदेखि अलिक माथिनिर छ यहाँ चाहिँ देवी थान। अनि यहाँनिर चाहिँ एकदम चोखो निदो है गरेर आउनुपर्ने छ। अनि आज चाहिँ सेवाको कार्यक्रम मेरो र जोनीको। अब म त बाहिर मात्रै गर्नु पर्यो। मेरो चाहिँ मैले चाहिँ केही पनि ल्याउनु सकिनँ, चढाउने कुरो पनि। अनि देवीलाई चाहिँ यहाँनिर साफसफाइ गर्ने एउटा झाडु चाहिँ ल्याइदिएको छौँ। अनि सुरु गरेको है साथीहरू। काकी चाहिँ यहाँनिर सफा गर्नुहुँदैछ, झाडु लाउनुहुँदैछ। बिचरा झाडु पनि लिएर आउनुभएछ हो। मैले चाहिँ घरकै झाडु बोकेर आएको थिएँ, छोडिराखेको छ ल्यामा भएकोमा। खास त मैला ल्याउनु हुन्थेन, मैले पनि सम्झिरहेको थिएँ कि, तर धीरे पारेर नै ल्याएको थिएँ। नयाँ हो, त्यस्तो पुरानो पनि होइन। तर पनि अब घरमा चलाएको मैला नै हुन्छ नि त हो। केहरू खाएको हुन्छ, फ्याँकेको हुन्छ, त्यो मैला कुचेलाहरू बढारेको हुन्छ होइन। यस्तो छ हाम्रो चाहिँ। हामीलाई रक्षा गर्ने है देवी मानव हुनुहुन्छ होइन। यत्रो वर्षदेखि, यत्रो सालदेखि हामीले अब त्यस्तो मानमनी त सधैँभरि उहाँलाई पुऱ्याइरहनु त सक्दैनौँ। तर पनि यसो भ्याएको बेलामा, अब सबै चोखो नितो भएको बेलामा अलिअलि सफा गरौँ, अनि एउटा दिउ पनि बालिराखौँ न भनेर चाहिँ आएको। तर म त जति सक्दो भयो भने सोमबार चाहिँ आउँछु, आएर बिहान दिउ चाहिँ बालिराखेर जान्छु है। ल्याएको छु, हेर्नु सक्नुहुन्छ। म त बोल्नु जान्दिनँ, ब्लगमा फर्स्ट टाइम बोलेको। हिजो एकजना अङ्कलले चाहिँ मलाई अब साइड घुमाउँदै आउनुभएको थियो नि त, छानुमा चाहिँ हामी गएको थियौँ होइन। हजुर। अन्त म चाहिँ अब 1 वर्षसम्म पूजाहरू पनि गर्नु हुँदैन हो। अन्त बाहिर मात्रै सफा गर्दैछु है गाइस। मजाले सफा गर्ने हो। आज चाहिँ मौका पायौँ देवीको सेवा गर्ने। तल चाहिँ हाम्रो घर हो। यहाँनिर यहाँको सिधामा चाहिँ हाम्रो घर छ। त्यसले गर्दाखेरि हामीलाई चाहिँ यहाँनिर केही गन्दा पानी हुँदैन हो। ल हामी चाहिँ अब साफसफाइतिर लाग्ने। ल यहाँनिर चाहिँ पूजाहरू गरिसक्यो है। म चाहिँ 1 वर्षसम्म पूजाहरू चाहिँ गर्दिनँ। अनि यहाँनिर म चाहिँ साफसफाइ गर्दैछु। यहाँनिर त्यो त ठाडो गर्नुपर्ने झरेछ है, होस् होइन। यता हेर न, काकीले चाहिँ यहाँ झाडु लाउनु हुँदैछ फेरि।
मैले चाहिँ पूजा पनि गरिसकेँ हो। गर्नु हुँदैन नि त। कति हुँदैन 1 वर्षसम्म अब हुँदैन न भन्छ। अब पहिल्यैदेखिको गरेर आएको नियम हो होइन, त्यो पालन गर्नै पर्यो। सफा चाहिँ गरिदिनु आउनुभएको। खुसी लागिरहेको छ आज सेवा गर्नु पाउँदाखेरि। त्यही त यस्तो छ हाम्रो देवीसेन चाहिँ अब स्याहार सुसार पुगेको छैन। अब त हामी बिस्तारै बिस्तारै गर्दै जान्छौँ होइन। हामी सबै आफ्नो आफ्नो लाइफमा बिजी हुन्छौँ। कसै पैसा कमाउनुमा, सबै त पैसा कमाउनु नै बिजी हुन्छ। कमाउनु पनि पर्यो, खानु पनि पर्यो, च्यापु त हलाउनु पर्यो, नानी त पढाउनु पर्यो हो। तर अब हामी बेसी सांसारिक कुरामा नै ज्यादा व्यस्तता हुन्छ नि त अब हामी होइन। अब चाहिँ अलिकति टाइम दिने, साफसफाइ गर्ने, पूजाआजा हप्तामा एकपल्ट भए पनि आएर दियोहरू बालिदिन्छु म चाहिँ, जति सक्दो चोखो नितो गरेर होइन। यहाँ बेटा आउँछ होइन। पुरा दर्शन गर्नुहोस् तपाईँले। यहाँ आउनु नसक्नेहरूले तपाईँहरूले यहीँबाट पनि दर्शन गर्न सक्नुहुन्छ। यहाँनिर बाटो चाहिँ यो हो। हामी अब यो ओह्रालो सफा गर्दै 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 जाने है साथीहरू। अहिले चाहिँ मोटामोटी जोनीले पूजाहरू पनि गरिसक्यो। अनि यहाँ जो साफसफाइ गऱ्यौँ हामी दुईजना भएर, अनि प्रायः सक्यो होइन। यहाँनिर चाहिँ एकदमै शान्तिको फिल भइरहेछ हामी दुईजनालाई चाहिँ है। अब त्यस्तो उयो पनि छैन हामीलाई, काम गर्नुपर्छ भन्ने कुरो पनि छैन। अलिअलि पत्ता अलिअलि साफसफाइ गर्नु त हो। अनि शान्ति भइरहेछ हामीलाई। तपाईँहरू घर पनि जानु मन लागेको छैन। अनि तपाईँहरू पनि यहाँनिर आउनु सक्नुहुन्छ, दर्शन गर्नु सक्नुहुन्छ है। यहाँनिर चाहिँ हरेक चिताको कुरो पुग्छ। किन होला जहिले पनि म विचारहरू जेको पनि दर्शनहरू गर्छु नि हामी, जहाँ पनि त्यस्तो जग्गामा जान्छौँ। शान्ति घरको केही पनि याद हुँदैन क्या हो। मजा आइरहेको छ है। हामीले चाहिँ साफसफाइ गरेर नि हामी बसिरहेछौँ। घर पनि जानु मन लागेको छैन र जानै पर्छ अब चाहिँ है। प्रायः सकिसक्यो। अनि तपाईँहरू नि आउनुहोस् है, यहाँनिर दर्शन गर्नुहोस् है, चोखो नितो भएर है। एकदम छ्याछ्याती छ अरे यहाँ चाहिँ, छ अरे होइन, छ पनि, किनभने मलाई अनुभव छ है। एकदमै परिवर्तन भएर आउनुहोस् है तपाईँहरू सबैजनाले। अनि आज चाहिँ यति नै, बाई बाई। प्लिज लाइक, कमेन्ट।